नाटकको शीर्षक रहेको छ विदेशिएको बाबा, सन्तानको पीडाले भरिएको आमा, लागु औषधमा डुबेको छोरा। हेलो हेलो, हजुर। आरामै छौ? हजुर, आरामै छु। के गर्दैछौ? घरमै बसिराखेको छु। कान्छी स्कुलबाट छोरा घर आयो त? छैन, आइपुगेको छैन, आउँदै होला। 4:30 भइसक्यो त। बाटोमा होला साथीहरूसँग। ल त कान्छी, मेरो नाइटको ड्युटी छ, गाह्रो छ, पछि फोन गरौँला। छोरा आएपछि मिस कल गर्नु ल। हस्, हुन्छ विशालको बाबा। ए, आइपुगिस् त बाबु। किन ढिलो त आज? तेरो बुवाले फोन गर्नु भएको थियो। ढिलो छुट्टी भयो। ए, ठिकै छ, ड्रेस चेन्ज गरेर खाजा खाऊ, अनि एकछिन खेततिर जानुपर्ने हुन्छ बिउ राख्नका लागि। खानामा खाजा साजा निन्द्रा लाग्दैछ। एक्लै खेतमा जाँदा आउँदा राति होला भनेर पो तँलाई भने। बहिनी पनि सानै छे, लन त थाकिस होला, सुत। नसुन्नु तपाईँको कुरा, म सुत्न गएँ। छोरा त यस्तो बोल्दैन थियो, गर्दैन थियो। अचेल के भएको छ? स्कुलबाट आएपछि निन्द्रा लागि मात्रै भन्छ। सधैँ सुति नै रहन्छ। होइन, यसले गाजा चुरोट खान्छ कि क्या हो? आज म खेततिर जाँदैन। यसको गएर स्कुलको ब्याग चेक गर्नु पर्ला। ओहो, चुरोट गाजा लाइटर पो छ त यसको ब्यागमा। साँच्चै यसले त गाजा पो खाने रहेछ। अब के गर्ने होला? उफ, अब त मलाई गाह्रो भयो। उसको बुवालाई सुनाऊ भने नि विदेशमा, त्यसमा पनि आज रातिको ड्युटी भन्दै हुनुहुन्थ्यो। एउटै छोराले नि कति दुःख दिएको त। आमा, बहिनीले मेरो ब्याग लिएको थियो। खै, मलाई थाहा भएन। किन र के भयो तँलाई? ए, मेरो एउटा सामान हरायो। के सामानहरू त्यस्तो? ए, स्केलहरू थियो। त्यतै ब्यागको सबै खुल्टीतिर हेर न, त्यतै होला। हेलो, ओ राजेश, कता छस्? खोलाको छेउमा पुलतिर छु, माल बनाउँदैछु म। ए ल, पर्ख, म पनि आउँछु। आइज, छिटो आइज। ए ल ल, राख। ए, यो साँझको बेला कहाँ हिँडेको त? ए, कहीँ होइन, यहीँ पर हावा खाएर आउँछु। साँझको बेला नजा, तँलाई किन जानु पर्यो? केटा हो, तिमीहरू कतिखेर आयो? तैँले फोन गर्दाखेरि पुगेको थिएँ। ल खा। यो के हो फेरि नयाँ? यो हातमा राख्ने, नाकले तान्ने, जिन्दगीको मजा यार। ए, ल्यान त, म पनि लिउँ न अलि जिन्दगीको मजा। ए यार, आज मेरो ब्यागबाट गाजा नै हरायो। थैट यार, तेरो आमाले थाहा पायो होला। खै, म सुतेको थिएँ। खा खा, चिन्ता नगर। अब ब्यागमा नराख। कडक रहेछ यार। 12 बज्न लाग्यो यार, घर जाऊँ। भोलि मेला जानुपर्छ है। रातिको 12 बजिसक्यो। कहाँ गयो होला यो केटा? अहिलेसम्म आइपुगेको छैन। ओइ, यति राति त कहाँ गइरहेको भन् त? तेरो चाल मलाई थाहा छैन भन्छस् अचेल? पक त गाजा खाएर आएको छस् नि अहिले पनि। तेरो विदेशमा भएको तेरो बाउलाई मैले भोलि नभनी छोड्दिन, पक। कति बोलेको, सुत्न जानु अहिले फेरि। अब त यसले गलत बाटो नै रोजेछ। मेरो भोलि पनि यसलाई त तितो लागेछ। के गर्ने होला? अब मैले कसरी कसलाई भन्ने होला?
विशाल रातभरि डुल्छस् त स्कुल जान थाहा पाउँदैनस् कति भइसक्यो उठ नउठ्नु जान्न म स्कुल मेला जान्छु आज स्कुल त जा तँलाई पढाउन हुर्काउनका लागि नै तेरो बाबा विदेशमा यति दुःख गरिराखेको छ नजाने भए नजा हाम्रो लागि होइन के रे हाम्रो दिन यतिकै पनि गयो भोलि बेलामा गएर दुःख पाइसी थाहा पाउँछस् पल्लो घरको दाइको छोरा पनि गाजा खाएरै मर्यो अब तैँले पनि त्यही गर्ने भइस् तेरो जिन्दगी पनि यतिकै जाने भयो खाए म खान्छु मरे म मर्छु तिमीहरूले के कति ल्याङ ल्याङ गर्नुभएको म आए तिमीहरू कतिखेर आयो आए चोकतिर एउटा मान्छेले सामान पुर्याउनु छ जाउँ त ओए विशाल ओ पुलिस आयो पुलिस पुलिस ओहो भागौँ ए समाज केटाहरू झ्यापमा रहेछन् समाज त भागो समाज हाल गाडीमा सबैलाई हाल ए पक अल्लाह फेला परिस लुहिन खोरमा अब उनीहरूको परिवारलाई जानकारी गराउनु पर्यो हेलो तपाईँ विशालको मम्मी हुनुहुन्छ हो हजुर तपाईँ म इलाका प्रहरीबाट इन्चार्ज टेक बहादुर राणा तपाईको छोरा र उसको साथी लागु औषध सहित पक्राउ परेको छ छिटो थानामा आउनु होला लौन फेरि यसले के गरेछ हुन्छ सर हुन्छ आएँ म लौनानी यसले के गर्यो होला के काम बिगार्यो होला फेरि यसले कसरी मैले सुनाउ होला फेरि यसको बुवालाई हे प्रभु हजुरले नै मलाई फोन गर्नुभएको थियो म विशालको मम्मी सर ए तपाईँ नै हुनुहुन्छ विशालको मम्मी हजुर सर म्याम तपाईको छोरा 20 ग्राम ब्राउन सुगर सहित पक्राउ परेको छ त्यसैले अब उसलाई 5 वर्ष जेल र 1 लाख रकम जरिवाना बुझाउनु पर्ने हुन्छ अब के गर्ने होला सर एउटै छोरा छ कतै भने कतै सम्झे तर त्यसले सुनेन सर आज यो दिन भयो त्यसको अब के गर्ने होला म त यस्तै त हो अब उसलाई 5 वर्ष जेल हुन्छ नै तँलाई मैले कति भने बाबु तैँले मेरो कुरा सुनिनस् अब त कहिले निक्लिन्छस् कहिले तेरो बुवाले अब मैले यो कुरा कसरी सुनाउने होला समाजमा मैले कसरी मुख देखाउने होला अब भन्नु अब आमाले त भन्नुभएको थियो छोरा पढ्न जा गाजा नखा तर आज गलत साथीको सङ्गतमा फसेर न पढ्न पाए न के बन्न पाए जिन्दगीमा ठुलो दाग लाग्यो अब के गर्ने होला आमा र धेरै धेरै धन्यवाद यो नाटकले धेरै कुराहरू बुझाएको छ जो एउटा युथले जब समय के हो मेरो उमेर के हो समयमा चिन्न नसक्दा